एउटा साधारण मानिस हो प्रभु तपाईँ अभिषेक छोरीमाथि बर्थडे छ आमाको अनि हामीले छोरीहरू मिलेर ज्वाइँहरू मिलेर छोराछोरी मिलेर चाहिँ बर्थडे मनाइरहेको छु अनि पास्टर बाबु आउनुभएको छ अनि प्रार्थना गरिदिनु भएको छ प्रभु बजिएको लागि आउने सालीमा यसरी नै धन्यवाद दिन सकोस् परमेश्वरले आशिष दिइरहनु सकेको होस् र प्रभुले आयु दीर्घ आयु लामो दिनु सकेको छ अझै पनि बजिलाई आमालाई खुसीको दिन सदा दिन यसरी नै आउनु सकेको होस् अनि प्रार्थना गर्दछु सबैजना मिलेर पास्टर बाबाहरू आउनुभएको छ र साँच्चै नै धन्यवाद दिन्छौँ छोरा बुहारीहरू यता भान्जी अनि मेरो हाम्रो यहाँ ससुरा माइला ससुरा हो अनि जेठा ससुरा अनि सासू मेरो चाहिँ अनि पास्टर बाबुको बाबा प्रार्थना गर्न आउनु भएको छ अनि उहाँ चाहिँ नेपालबाट आउनु भएको पास्टर बाबा हुनुहुँदो रहेछ मलाई परमेश्वरले आशीष धेरै दिइसकेको होस् खुसी मनाइरहेको छु प्रार्थना गरेर आमाको लागि अझै आयो हामी थप्न चाहन्छौँ परमेश्वरले साँच्चै आइदिनुहुन्छ आमालाई हस्पिटलमा आमालाई बाँध्दैन भनेर डक्टरले चाहिँ मर्ने मान्छे राख्ने रुममा राखेको थियो तर हामी सबैजना भएर प्रार्थना गरेर आमाले फेरि नयाँ जीवन पाएको छ हालेलुया किनकि अनि डक्टर पनि छक्कै पर्यो हामीले भोलिपल्ट आमा चङ्गै भयो आमालाई अनि फेरि हामीले आफ्नो घरमा ल्याएर बर्थडे मनाइराखेको छ हुन्छ तपाईँहरूले यो भिडियो देख्नुभयो भने धन्यवाद चढाइरहन सकौँ खुसीको कुरा हो यहाँ अनि हुन्छ सालभरि फेरि तपाईँले छोरीलाई सुरक्षा साथ तपाईँको छत्र छायामा राखेर आउँदो वर्ष फेरि यसै गरी खुसियाली मनाउँदै तपाईँलाई लाख लाख धन्यवाद मुरी धन्यवाद चल्ने समय माग्छौँ प्रभु येशूको हिजो सबै छोरीहरू थियो सबैजना आफ्नो घर टाढा थियो अनि मेचिगनतिर थियो उहाँहरू पुग्नुभयो अहिले यहाँ कान्छो छोरा बुहारी अनि भान्जी मेरो सासूको हाम्रो देवर अनि त्यहाँ हाम्रो चाहिँ ससुरा माइला ससुरा हो अनि अब यहाँ केक काट्ने नियम यो हुँदैछ अब प्रार्थना गरिसकेको छु अब हामी फेरि प्रार्थना गरेर अनि त्यहाँदेखि केक काट्ने छु आमाको अनि यहाँ आज यसरी नै बस्यो नि केक काट्नु हालेलुया आमालाई हातमा देउनु पर्छ 70 नौ ए हो नि त्यसैले ठिक छ 70 नौ ट्याक पार तिमीले भाइले ट्याक पार ल अहिले पुग्दिन्छ पुग्नु आमालाई पुग्नु यो खुसियालीको बर्थडे हो आमालाई जन्मै छुटकारा दिएको छ परमेश्वरले जीवन दिनु भएको छ यो बर्थडे गर्ने आश हराइसकेको थियो र परमेश्वरले दिनुभएको छ अब सालीमै यसरी नै दिनु सकेको हो परमेश्वरलाई कोटी कोटी धन्यवाद दिन्छु अनि घर परिवारलाई आशिष दिनुहोस् भने हैन आमाको मनहरु घुरेर हामीलाई त जुनै जे भए पनि Happy birthday to you. Happy birthday to you. Happy birthday to you, Mom. Happy birthday to you, Mama. May God bless you. May God bless you. May God bless you, Mama. Happy birthday to you, धन्यवाद प्रभु तपाईलाई यसरी नै आगुन पनि प्रभु पनि यसरी नै दीर्घायु दिनुहोस् प्रभु सालीमै यसरी नै आमाको केक काट्नु पाओस् धन्यवाद छ प्रभु मनराज पास्टर बाबा हुनुहुन्छ